यो गत महिना 1,15,000 को आसपासमा हामीले के अरे मासिक रूपमा हजुर भनौँ न हजुर दुधको पैसा समाइरहेछौँ। वैदेशिक रोजगारदेखि फर्केपछि मैले यसलाई 10औं वर्षदेखि सहकारी संस्थासँग आबद्ध भएर मैले गरिरहेको छु। सर्वप्रथम नमस्कार सबैजनालाई। मेरो नाम चाहिँ ढाकाबहादुर मगर। फाकफोकथुम वडा नम्बर 4 भैँतपा स्थित श्री थामडाँडा पशुपालन सहकारी संस्था लिमिटेडको शेयर सदस्य तथा सञ्चालक समिति सदस्य साथै पशुपालक कृषक हुँ। तर तपाईले सरसफाइ चाहिँ एकदमै मजाले नै गर्नु हुँदो रहेछ के। गाई पालन गर्नका लागि त सर्वप्रथम घाँसको व्यवस्थापन गर्न सक्नु पर्यो। घाँसको व्यवस्थापन गर्न सकियो भने आरामले गर्न सकिन्छ। गोठको बारेमा सर्वप्रथम के अरे विभिन्न थुनेलो जस्ता रोगहरू लाग्नबाट बचाउनका लागि यसलाई पक्की गोठकै आवश्यकता पर्दछ। यसको लम्बाइ आवश्यकता अनुसार बनाउने र चौडाइ गाई बस्ने चौडाइ 6 फुट भए हुन्छ र उता घाँस खाने डोर चाहिँ जम्मा 3 फुट जति भए प्रशस्त हुन्छ। अब सकियो भने त्यसको साथसाथै अब त्यसमा के अरे म्याट पनि लाउन सकियो भने अति उत्तम हो। भनेपछि तपाईले यो मलको पनि एकदमै मजाले सदुपयोग गर्नु भएको छ हैन? हजुर हजुर, यो खेतीको लागि अति राम्रो। हजुर, अर्ग्यानिक है? अर्ग्यानिक। हजुर। अब यहाँ 5 माउ भयो अहिले। हजुर। र बाछाबाछी गरेर अहिले झन्डै 11वटा पुछारै गर्ने भने त 11वटा गाई बस्तु छन् साना ठुला गरेर। वैदेशिक रोजगारदेखि आइसकेपछि मैले सुरु गरे हुँ। त्योभन्दा पहिला पनि मेरो बुवा मम्मीहरूले पाली नै राख्नु भएको थियो थोरै तिनो पशुहरू। तैपनि अहिले मैले के अरे पुनः व्यवसाय तपाईले सुरु गर्दा कतिवटा गाईबाट तपाईले सुरु गर्नुभएको थियो यसको बारेमा बताइदिनुहोस् न। सर्वप्रथम मैले सुरु गर्नुभन्दा अगाडि मेरो बुवा मम्मीहरूले भैँसी पालन गर्नुहुन्थ्यो। हजुर हजुर। 2टा भैँसी एउटा गाई हो, त्यस्तै गरेर सुरु भएको हो। र भैँसी पाल्दाखेरि कम्ती दुध आउने भएकोले मैले भैँसीलाई विस्थापित गरेर गाई नै गाईदेखि सुरु गरे हो। म गाई पालनको साथसाथै अन्य विभिन्न सामाजिक सङ्घ संस्था श्री जुरीथुम्की शिवालय मन्दिरको व्यवस्थापन समिति अध्यक्षमा रहेर पनि मैले काम गरेको छु। त्यसको साथसाथै यता विद्यालय व्यवस्थापन समिति सदस्यमा पनि रहेर काम गरिरहेको छु र थामडाँडा पशुपालन सहकारी संस्था लिमिटेडको सचिवको रूपमा पनि अहिले कार्यरत छु। तपाईँ यति धेरै सङ्घ संस्थामा आबद्ध हुनुहुन्छ, सामाजिक अभियानतिर आबद्ध हुनुहुन्छ, त्यसको बावजुद पनि तपाईँले यो व्यवसाय गरिराख्नु भएको छ।
अनि यो टाइम चाहिँ कसरी म्यानेज गर्दै हुनुहुन्छ यो व्यवसाय गर्नुको लागि चाहिँ तपाईँले यसको बारेमा केही बताइदिनुहोस् न, कति टाइम चाहिँदो रहेछ र के कसरी म्यानेज गर्दै हुनुहुन्छ? मान्छेको सबैभन्दा ठुलो इच्छा शक्ति हो। इच्छा शक्ति भयो भने त्यसलाई म्यानेज गर्न सकिन्छ भन्ने मलाई आत्मविश्वास छ र विभिन्न सङ्घ संस्थामा समय दिएर पनि म अहिले गाई पालनमा आबद्ध छु र अहिले गरिरहेको छु, भ्याइरहेको छु, समय म्यानेज गर्न गरिरहेको छु अहिलेसम्म चाहिँ। गाईलाई खुवाउने आहारा भन्नु या घाँस यो तपाईँले के कस्तो प्रकारको आफैले लगाउनु भएको छ या जङ्गलको घाँस या डाले घाँस के कसरी यसलाई म्यानेज गर्दै हुनुहुन्छ? मैले यो घाँसको लागि सर्वप्रथम सुपर नेपियर, हजुर, स्मार्ट नेपियर, हजुर, रेड नेपियर लगायत यो डाले घाँसको लागि मैले बरहरू पनि लगाइरहेको छु। बर घाँस डाले घाँसको रूपमा टिम्बु लगायत विभिन्न के अरे अमिसो घाँसहरूको व्यवस्थापन गरेको छु र त्यसका साथसाथै हल्का दाना पानी पनि अब के अरे म्यानेज गर्छौँ र त्यसैले अहिलेसम्म चाहिँ धानिरहेछ। र गाउँमा सर्वप्रथम 25,000 रुपियाँको सुपर नेपियरको डाँक्ला मैले झापादेखि किनेर ल्याएर रोपेको मै हुँ। सुरुमा अब कति साथीहरूले अब नराम्रो दृष्टिकोणले पनि हेरे, मैले 25,000 रुपियाँको सुपर नेपियरको डाँक्ला ल्याएर रोपेर मैले घाँस खेती सुरु गरेँ। भनेपछि तपाईँ त्यो सुपर नेपियर रोप्ने चाहिँ तपाईँ पहिलो व्यक्ति हुनुहुन्छ गाउँमा? थोरै तिनो त अब अरूले पनि ल्याइरहेको थिएँ, तर यति धेरै परिणाममा ल्याएर रोप्ने चाहिँ म सर्वप्रथम। गाई पालनको लागि घाँसको आवश्यकता पर्छ र घाँस आपूर्ति गर्नको लागि यो कति के अरे प्रोटिनको मात्रा राम्रो हुने, 18% प्रोटिन हुने त्यसमा हुनाले यो राम्रो भन्ने सुनेर मैले के अरे कता कतादेखि अब सम्पर्क गरेर मैले झापादेखि 25,000 बराबर रुपियाँको सुपर नेपियरको बिउ घाँस ल्याएर रोप्ने पहिलो व्यक्ति नै हो यो गाउँमा। धेरै क्वान्टिटीमा ल्याएको थिएँ। गाईलाई स्वास्थ्य राख्नको लागि चाहिँ के उपाय अपनाउनुहुन्छ तपाईँले? गाईलाई स्वस्थ राख्नको लागि सर्वप्रथम उसलाई ब्यालेन्स डाइटकै आवश्यकता पर्दछ। सर्वप्रथम अब हरियो घाँसै हो। हरियो घाँसको अलावा त्यसलाई अब चाहिने विभिन्न क्याल्सियम भयो, मिनरल मिक्सचरहरू भयो, त्यो म बेला बेला अब टाइम टु टाइम दिइरहेको हुन्छु होइन। अनि अब त्यसको डिवर्मिङ भन्छ, त्यो अब त्यो के अरे नाम्रे जुकाको औषधिहरू पनि बेला बेला दिइराख्नु पर्यो होइन। त्यसरी म मेन्टेन गरिरहेको छु। तपाईँको यो फर्मबाट दैनिक कति लिटर दुध चाहिँ उत्पादन हुन्छ त? मैले सिजनमा 65-70 लिटरसम्म हामीले दुध उत्पादन गऱ्यौँ। र अहिले अब यो अफ सिजनमा पनि हामीले 55 लिटरको एभरेजमा हामी अहिले बोकिरहेछौँ। र 67 सालमा स्थापना भएको सहकारीमै अहिलेसम्म 1800 लिटर क्रस गरेको यो हाम्रै के अरे दुध हो, हाम्रै गोठको दुध हो। र अहिलेसम्म त्यो कसैको पुगेको थिएन र एउटा नयाँ रेकर्ड पनि बसेको छ अहिलेसम्म। भनेपछि यो फाकफोक्थुम 4 मा चाहिँ हाइएस्ट रेकर्ड दुध बोक्ने तपाईँ? हजुर, मैले यो अगाडि पनि वर्षभरिमा हाम्रो अब कति लिटरको कुन कृषकले कति लिटर दुध बोक्यो भनेर हाम्रो वर्षभरिमा क्यालकुलेसन हुन्छ र हामीले जति लिटर दुध बोकेका छौँ दैनिक त्यसको 1 रुपियाँ काटेर राख्ने गरेका छ सहकारीमा। र त्यसमा अब सहकारीको आम्दानी अनुसार वार्षिक 7 रुपियाँ हुन्छ कि अब त्यो आम्दानी अनुसार कृषकलाई अब डबल त्रिबल थपेर दिने गरे। मैले अब पोहोर मात्रै अब मैले 50,000 रुपियाँ बोनस मात्र प्राप्त गरेका थिएँ सहकारी मार्फत। दुध बेच्नका लागि तपाईँलाई त्यति खासै समस्या त भएन भनेपछि सहकारीमै तपाईँ लाग्नुहुन्छ होइन? हजुर, अहिलेसम्म दुध बेच्नका लागि त्यस्तो समस्या छैन, मार्केटिङको लागि त्यस्तो समस्या भएन। तपाईँले यो व्यवसाय सुरु गर्नका लागि कति लगानी लागेको थियो यसको बारेमा के थोरै बताइदिनु? एक्ज्याक्ट त्यस्तो लगानी को कुनै तथ्याङ्क छैन। हामीले अब सुरुमा एउटा दुईटा पशुदेखि सुरु गरे हो। र सुरु गरिसकेपछि
हामीले अब के अरे त्यो माउ किन्नको सट्टा अधिकांश समय अब बाछी हुर्काएर हजुर चाहिँ नै त्यसलाई माउनायौँ। त्यही भएर त्यति साह्रो समस्या भएन, त्यति धेरै लगानी पनि छैन यसमा। भनेपछि तपाईँले थोरै क्वान्टिटीबाट सुरु गरेको कारणकै गाईहरू वस्तुबाट तपाईँले सुरु गरेकोले गर्दाखेरि एक्ज्याक्ट क्वान्टिटी मतलब कति लगानी भयो भन्ने कुरा। हजुर हजुर, जस्तै अब पोहोर मात्रै मैले एउटा 24 लिटर आउने गाई के अरे बेचेँ, 5 माउ भयो अहिले। हजुर, र बाछाबाछी गरेर अहिले झन्डै 11वटा पुच्छरै गर्ने अन्त 11वटा गाई बस्तु छन् साना ठुला गरेर। त्यो भएर खासै अब त्यो यति लगानी भन्ने चाहिँ छैन। बाछी नै अरू अन्य कृषकहरूलाई पनि किन्नका लागि म सल्लाह सुझाव दिन्छु, किनभने अब माउ किन्दाखेरि एकैचोटि धेरै प्राइस पर्न मूल्य पर्न जाने र बाछी हुर्काउँदाखेरि थोरै मूल्यमा 10-15-20 हजारमा पनि बाछी किन्न सकिने र थोरै समयमै फेरि त्यसलाई माउ बनाउन सकिने भएकोले आर्थिक बोझ पनि नपर्ने र गाई 1.5 लाख लाएर ल्याउँदाखेरि अब विभिन्न समस्या भइदिने, गाडीदेखि ल्याउनु पर्ने टाढादेखि ल्याउँदै अब बिचमा केही समस्या भइदियो भने अब कुनै थुनेलो कुनै रोग लागेर अब के अरे अब कतिको त यहाँनिर अब मर्ने नै सम्मको समस्या भएकोले कृषक धेरै घाटामा गएको छ। त्यही भएर म सम्पूर्णलाई बाछीबाटै सुरु गर्नको लागि म के अरे अनुरोध गर्न चाहन्छु। अनि तपाईँले यो व्यवसायबाट मासिक वार्षिक के कति आम्दानी रहेको छ यो पनि बताइदिनु मिल्छ भने बताइदिनुहोस् न। यो गत महिना 1 लाखभन्दा माथि नै 1,15,000 को आसपासमा हामीले के अरे मासिक रूपमा भनौँ न दुधको पैसा समाइरहेछौँ र वर्षमा अब धेरै अब अपेक्षा नगरौँ, अब सबै अब दाना पानी सबै खर्च पानी कटाउँदाखेरि 2-5 लाख रुपियाँ बदला हो होइन। जस अब त्यति धेरै नभए पनि अब यसो घर खर्च टार्न सम्म चाहिँ अब भइरहेछ भनौँ। अब गाउँघरमै बसेर तपाईँ यति धेरै संस्थाहरूसँग आबद्ध भएर पनि तपाईँले यत्रो यहाँ व्यवसाय गरेर पनि यति कमाइराख्नु भएको छ, यो एकदमै उदाहरणीय काम छ। यो तपाईँले एकदमै यो व्यवसायमा चाहिँ मुख्य खर्चहरू चाहिँ के रहेको छ त दाइ, यसको पनि बताइदिनु न। गाई पालन व्यवसायमा मुख्य खर्च भनेको दाना पानी र घाँस पातै हो। अब यसलाई चाहिँ अब म्यानेज गर्न सकियो भने आफै दाना पनि उत्पादन गर्न सकिन्छ। आफै बनाउँदाखेरि धेरै सस्तो पर्न जान्छ, किनेको दानामा धेरै महँगो पर्न जान्छ। र दाना बनाउनु पर्यो भने 4 भागमा 2 भाग धानको भुस, 1 भाग मकै, 1 भाग पिना र गेडागुडी दानाधुनी मिलाएर ठ्याक्कै अब हाम्रो सानो क्रसर मिल छ, यो यसमा पेलियो भने ब्रान्ड जतिकै गुणस्तरीय के अरे उत्पादन गर्न सकिन्छ, दाना उत्पादन गर्न सकिन्छ। र त्यसमा मिनरल मिक्सचरहरू प्रयोग गरियो भने यो किनेको दानाभन्दा धेरै राम्रो उत्पादन गर्न सकिन्छ, आफै पनि कम खर्चमा। हजुर, यसको बारेमा पनि हामी अब भ्युअर्सहरूले अगर डिमान्ड गर्यो भने यो दाना कसरी बनाउने भन्ने भिडियो पनि हामी राखौँला, किनकि अब धेरैजना हुनुहुन्छ यसरी तपाईँले जस्तै होइन गाउँमै बसेर आफ्नै गाउँठाउँमा बसेर केही गर्ने अनि केही यस्तै व्यवसाय गरेर कमाउने सबैलाई अहिले एकदमै धेरै उत्सुकता छ। त्यसले गर्दाखेरि यसको बारेमा अगर भ्युअर्सहरूलाई यदि उहाँहरूले रिकमेन्ड गर्यो भने यो दाना पानी कसरी बनाउने भन्ने कुरा पनि हामी बनाउँला। फेरि तपाईँले चाहिँ यो सरकारले दिने कुनै अनुदान वा सहुलियत कर्जा पाउनु भएको छ कि छैन? अहिलेसम्म त्यस्तो कर्जै भनेर चाहिँ के अरे प्राप्त गरिया छैन। यो गत वर्ष मात्र थमडाँडा पशुपालन सहकारी संस्थामा एउटा गाई प्रबन्धन कार्यक्रम भन्ने एउटा साझेदारी कार्यक्रम आएको थियो। त्यसमा हामीले कति 25-75 कृषकले 25% बेहोर्ने र 75% के अरे साझेदारी कार्यक्रम प्रदेश सरकारको साझेदारी कार्यक्रम
देखि बेहोर्ने कार्यक्रम भएकोले मैले कति 80,000 बराबरको के अरे म्याट प्राप्त गरेको छु। त्यसमा अब 25% हाम्रो छ र 75% चाहिँ प्रदेश सरकारको लगानी छ यसमा। यही हो अहिलेसम्म नपरेको चाहिँ। यो व्यवसायलाई चाहिँ अझै राम्रो र व्यवस्थित बनाउनको लागि के कुरामा सुधार गर्नुपर्ने छ यो बारेमा नि तपाईँको अनुभव बताइदिनुहोस् न। गाई पालन व्यवसायलाई अझ व्यवस्थित र राम्रो बनाउनको लागि हामीले अब सर्वप्रथम त घाँसको व्यवस्थापन गर्नु पर्यो र अब के अरे ठुलो क्वान्टिटीमा चाहिँ नै अब पशुपालन गर्नुहुन्छ भने एउटा सवारी साधन चाहिँ अनिवार्य छ र यो अब थाप्लोमा बोकेर घाँस पुर्याउन सकिँदैन पशुलाई होइन। हाम्रो यो दुधै बोक्नको लागि पनि होइन अलिकति धेरै समस्या भइरहेछ। 50, 60, 70 लिटर एकजनाले बोक्नु अलिकति एकजनाले त सक्दै सकिँदैन, दुईजनालाई पनि हम्मै परेर गाह्रो भइरहेछ। एउटा साधन भएदेखि अर्थात् संस्थाले आफै कलेक्सन गर्ने भएदेखि हामीलाई सहज हुन्थ्यो। यो साधन नभएकोले हामी पिठ्युमा बोकेर लानुपर्ने हुन्छ र धेरै गाह्रो भइरहेछ। यो साधनको अति आवश्यकता पर्ने महसुस भइरहेछ। गाईहरूलाई चाहिँ लाग्ने प्रमुख रोगहरू चाहिँ के रहेछ त दाइ, यसको बारेमा बताइदिनु। अब अहिलेसम्म हाम्रो यस ठाउँमा लाग्ने प्रमुख रोग भनेको थुनले नै हो। त्यसको अलावा यो विशेष गरी बर्खायाममा यो साउने नै हो। इफिमिरल फिभर पनि भन्छ अङ्ग्रेजीमा, साउने। अनि त्यसको साथसाथै कहिलेकाहीँ अब के अरे त्यो बाघे सागे हो त्यस्तो हुन्छ होइन। अनि अब त्यस्तै हो। प्रमुख समस्या भनेको कृषकको प्रमुख समस्या भनेको थुनेलो नै हो। अनि यो समस्यालाई चाहिँ तपाईँले कसरी समस्याको समाधान गर्नुहुन्छ? यसको प्रमुख समाधानको उपाय भनेकै सरसफाइ हो। त्यसको अलावा बिहान बेलुका सरसफाइ गरिसके पश्चात के अरे हामीले त्यो थुनमा के अरे त्यो पोभिडिन आयोडिन र ग्लिसरिल मिलाएर चोप्ने गरियो। 1 मिनट प्रत्येक थुनमा 1 मिनट चाहिँ चोप्ने गरियो भने यसको समस्या धेरै दूर हुन जान्छ। रोग लागिहाल्यो भने यसको के अरे अब जेन्टामाइसिन, जेन्टा 100 जुन अब थुनमा लगाइन्छ होइन, थुनदेखि दिइन्छ। यो 5 देखि 7 ml अमहरू दलेर पनि समाधान गर्न सकिन्छ लागिहालेको खण्डमा। अब यसलाई अझ राम्रो बनाउँदै जानका लागि हामीले सर्वप्रथम यो दुधालु पशु नै हेर्नुपर्ने हुन्छ। अब एउटा 5 लिटर आउने गाई पाल्नु र 20 लिटर आउने गाई पाल्दाखेरि आकाश पातालको फरक हुन जान्छ। अब त्यो एउटा 5 लिटर आउने गाईलाई पनि त्यति नै घाँस, त्यति नै खोले दिनुपर्छ, त्यति नै समय दिनुपर्छ भने अब त्यो 20 लिटर आउने गाईलाई पनि त्यति नै समय दिनु पर्यो, त्यति नै अब चाकर सरसफाइको जरुरत पर्न जान्छ। त्यो भएर अब सबैभन्दा दुधालु पशु अब नस्ल छनौट नै यसको के अरे सबैभन्दा प्रमुख विषय हो। र भविष्यमा क्वान्टिटीका साथसाथै अब त्यो नस्ल सुधारलाई हामीले जोड दियौँ भने पक्कै पनि हामी सफल हुन्छौँ भन्ने लाग्छ। भनेपछि तपाईँको अब अझै क्वान्टिटी थप्ने अनि अझै राम्रो गाईहरू एड गर्ने चाहिँ तपाईँको प्लानिङ छ अझै? हजुर, मैले पोहोर मात्र पशुपति नगरदेखि 2वटा होलिस्टेन जातका बाछीहरू ल्याएर हुर्काइवरी माउ बनाइसकेको छु। यो पहिलो बेतमै यसपालि अब 16-17 लिटरसम्म आइरहेछ। अब दोस्रा तेस्रामा अझै अब बढ्छ भन्ने अपेक्षा गरेको छु। र नस्ल सुधारै हो सबैभन्दा के अरे प्रमुख हामीले ध्यान दिनुपर्ने। र नस्ल सुधार गर्दै गइयो भने त गाई किनिरहनु परेन। त्यसैको बाछी के अरे बाछीहरू हुर्काउँदै गइयो भने के अरे क्वान्टिटी पनि बढाउन सकियो। र भविष्यमा अब अझै बढाउने सोचमा छु। अझै तपाईँले यो व्यवसाय सम्बन्धी केही ट्रेनिङ गर्नुभएको छ या छैन? खासै त्यस्तो ट्रेनिङ चाहिँ त्यति साह्रो छैन। हजुर, यो गाई पालन
सम्बन्धी तालिम चाहिँ 1 दिनै या 2 दिनै हजुर आजभन्दा विगत 2-3 वर्ष अगाडि एउटा सहकारी मार्फत हामीले तालिम लिएका थियौँ। हजुर त्यही हो, अहिले त्यस पछाडि छैन। सानो लगानीबाट सुरु गर्नका लागि के कति लागत लाग्ला तपाईँको अनुभवमा, तपाईँको अहिलेसम्मको एक्सपिरियन्समा चाहिँ? अब सानो लगानीबाट सुरु गर्नको लागि हजुर अब राम्रो नस्लको उन्नत जातको अब बाछीहरू हजुर 20-50 हजार 20-40 हजारमा पाइहालिन्छ। हजुर हो त्यो ल्याएर हामीले अब राम्ररी अब गोठ व्यवस्थापन गरेर सुरु गऱ्यौँ भने त्यसैको सन्तानलाई हामीले अब बढाउँदै लग्यौँ भने त्यसैलाई अब ठुलो फर्मको रूपमा विकास गर्न सकिन्छ। एकैचोटि अब धेरै हामीले 10औं लाख लगानी गरियो भने हामी अब अनुभव हुँदैन। धेरै अब कृषक साथीहरूले चाहिँ अब एकैचोटि झ्याम्मै लाखौँ रुपियाँ लगानी गरेर गाई खरिद गरेर ल्याउने केही अनुभव हुँदैन, विभिन्न रोग लाग्ने, घाँसको व्यवस्थापन गर्न सक्नुहुन्न। अनि त्यही भएर अन्तिममा ब्याङ्क्रप्ट भएर चाहिँ अब झोला बोकेर विदेश लाग्नुपर्ने अवस्था छ। त्यही भएर हामी सानै लगानीदेखि सुरु गऱ्यौँ भने सबैभन्दा उत्तम हो जस्तो लाग्छ मलाई। सानो लगानी साथसाथै अलिकता यो व्यवसाय सम्बन्धी जानकारी पनि लिनु पर्यो। हजुर हजुर। भनेपछि तपाईँ यो व्यवसायमा सन्तुष्ट हुनुहुन्छ? हजुर हजुर, सन्तुष्ट छु। हजुर। अब सन्तुष्ट भएरै अब आजभन्दा 10औं वर्ष अगाडिदेखि यही गाई पालन व्यवसायमै आबद्ध भएर काम गरिरहेको छु। दाइ, हामी भिडियोको अन्तिममा आइसकेको छौँ। जति पनि यो भिडियो हेर्नुहुने हाम्रो भ्युअर्सहरू छ, उहाँहरूलाई तपाईँ के भन्नुहुन्छ त तपाईँको तर्फबाट? सर्वप्रथम अब जो अब बेरोजगार साथीहरू एकदम 20-40 हजार रुपियाँ कमाउनको लागि विदेश हिँड्नु भएको छ, उहाँहरूलाई म के भन्न चाहन्छु भने हाम्रै गाउँठाउँमै पनि मेहनत गरेर लगनशील भएर अलिकति घाँस व्यवस्थापन गरेर सचेत भएर इमान्दारपूर्वक काम गरियो भने पक्कै पनि सफल हुन्छ जस्तो लाग्छ। र 20-40 हजार कमाउनको लागि विदेशिनु आफ्नो घर परिवारलाई त्यागेर विदेशिनु पर्छ जस्तो लाग्दैन। हामीले आफ्नै ठाउँमा पनि गर्न सक्छौँ। र हामी अब अहिलेको पिँढीमा के एउटा समस्या आएको छ भने अब गाई पालन, अब यो कृषि सम्बन्धी पशु सम्बन्धी हामी अब एकदम नकारात्मक सोच छ। अब यस्तो काम पनि कसले गर्छ भन्ने, अनि विदेश गयो अनि विदेशमा त्यही के अरे काम गर्ने, बङ्गुर पाल्ने होइन, अनि घाँस के अरे भेडा बाख्रा चराउने, गाई पालन के अरे को फर्ममा, पशुपालनको फर्ममा काम गर्ने हो, त्यस्तो गरेर आउनुहुन्छ। र हामीले अलिकति ध्यान दिएर सचेत भएर यही ठाउँमा गऱ्यौँ भने यही ठाउँमा हामीले सुन फलाउन सक्छौँ भन्ने म सम्पूर्णलाई निवेदन गर्न चाहन्छु। हस्त दाइ, हजुरलाई पनि धेरै धेरै धन्यवाद। तपाईँले आफ्नो यो अमूल्य समय यति व्यस्तताका बावजुद हामीलाई टाइम दिनुभयो र तपाईँको यो फर्मलाई भिजिट गर्नु दिनुभयो। धेरै धेरै यसको लागि धन्यवाद। हवस्, धन्यवाद।